शुभ प्रभात, नमस्कार सेवारो, गुड मर्निङ। मन्दिर आइपुगेको छु। आज 2082 साल कार्तिक महिना मङ्सिर महिनाको 2 गते मङ्गलबार। मजाले मौसम खुलेको यहाँलाई दृश्य देखाउँदै म भित्र छिरेँ ल। यहाँलाई देवीको दर्शन गराउँछु, त्यसपछि मिल्यो भने मूलठानको पनि दर्शन गराउँछु। एकदम मौसम खुलेको जानकारी गराउँदै हाम्रो सुरक्षामा खटिनुहुने सुरक्षा सरहरू नमस्कार, गुड मर्निङ, गुड मर्निङ। ल घन्टी सुन्नुहोस् ल। अब बिस्तारै छिर्छु, यहाँ छिरेर गएर यहाँलाई देवीको दर्शन गराउँछु ल। मजाले मौसम खुलेको छ। आज सूर्योदय पनि देखिहाल्नुभयो। सूर्योदयको दर्शन गर्नुहोस्, भगवानको दर्शन गर्नुहोस्। भगवानको दर्शनपछि रविन गुरु दर्शन कहाँबाट पाउको दर्शन गराउँ? यहाँबाट गराउँछु ल। पाउको दर्शन गर्नुहोस् ल यहाँ सबैजनाले ल। त्यसपछि यहाँ देवीको दर्शन गर्नुहोस् अनि यहाँबाट छिर्छु, मिल्यो भने म यहाँहरूलाई प्रसाद दिने भक्तजनहरू दर्शनपछि पाउको दर्शन गराउँछु ल थोरै यहाँबाट। ल यहाँबाट पाउको दर्शन गर्नुहोस्, मूल थानको दर्शन गर्नुहोस् ल। मूल उत्पत्ति स्थानको दर्शन गर्नुहोस्। हजुर आफ्नो पालो बचाउने भक्तजनहरू एकदम राम्रो छ। दिनै नै चिसो बढेको जानकारी गराउँदै घाम पनि लागेछ। सूर्योदयको पनि दर्शन गराएँ, देवीको दर्शन गराएर यहाँ सबैजनालाई पाथिभरा मन्दिरबाट नमस्कार। मङ्सिर 2 गते मङ्गलबार 2082 सालको मजाले घाम लाग्यो, हिमाल देखाइहालेँ। अरे यताको हिमाल त देखाइने क्या हो आज? ल हाम्रो ताप्लेजुङबाट देखिने कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल पनि हेर्नुहोस् है। यो झन्डै छुट्याएछु। भक्तजनले चढाउनु भएको दानभेटी अनि श्रद्धालु भक्तजनहरू नमस्कार सबैजनालाई।